आज चाहिँ म आई स्क्यान गएको थिएँ र आई स्क्यान चाहिँ म किन गएको भन्दा म चाहिँ मेरो सिनियर ममितालाई भेट्नु गएको थिएँ। ऊ चाहिँ हो ममिता जसले चाहिँ मलाई मेरो इन्टर्नसिप डेजमा मलाई कामहरू सिकाएको थियो र हाम्रो बोन्डिङ चाहिँ एकदमै राम्रो भएको थियो। र ऊ चाहिँ मेरो एकजना साथी हो, उसले यहीँनिर जब गर्दैछ अहिले अनि उसित म यहाँ बात गर्दै थिएँ र उनीहरू चाहिँ पुरा बिजी थिए, यहाँ काम गर्दै थिएँ र म पनि उनीहरूलाई बाई बाई गरेर चाहिँ म फेरि गएँ मेरो ड्युटीतिर। र ड्युटी जाँदाखेरि चाहिँ आज हेर्दै थिएँ कि ड्युटीमा त पुरा पार्सलहरू आएको रहेछ। दसैँ जस्तै लाग्यो मलाई त पार्सल देखेर है। अब दसैँ आउनु आँट्यो अनि यहाँ चाहिँ दिदीले चस्मा अर्डर गर्नुभएको रहेछ अनि यहाँ चस्मा लगाएर चाहिँ हामी पुरा फोटो भिडियो खिच्दै थियौँ होइन। अनि त्यसपछि चाहिँ फेरि यहाँनिर नेक्लेसहरू पनि अर्डर गर्नुभएको रहेछ। यो चाहिँ मिसोबाट गर्नुभएको, एउटैमा 5वटा नेक्लेस थियो र सबै पुरा क्युट क्युट थियो, सानो सानो हेर्दा पनि एकदमै राम्रो देखिँदै थियो। र त्यसपछि फेरि म गएँ काम गर्नुतिर र म चाहिँ यहाँ दिदीसित बसेर बात गर्दै थिएँ। खोइ के बात गर्दै थिएँ तर केही त हामी कुरै गर्दै थियौँ। र फेरि इभिनिङको टाइम भयो र हामीले चाहिँ यहाँ जलेबी लिएर खायौँ र आजको दिन यस्तै बित्यो। हेर्दै गर्नुहोला, बाई बाई।